ल भन् अहिले म रेकर्ड गरेर राख्छु कि पछि काम दिन्छु लु भन् त के भन्नु भ्लगर हो भन्नु अनि के ल आउनु ल हेर्नुहोस् भन्नु होइन ल हेर्नुहोस् ल हेर्नुहोस् हामी कार्साङको बाटो हुँदै खरसाङ पदमार्ग कर्साङ पदमार्ग हुँदै गुगल पोइन्ट हामी हिँडेका छौँ हिँड्ने क्रम हामीले मोबाइलको टिकटकमा देखाए जस्तो सजिलो थिएन भन्नु एकदमै गाह्रो थियो एकदमै गाह्रो थियो यात्रा क्रममा हामी कहीँ लड्यौँ बढ्यो 4 ठाउँ बिसायौँ यस्तो पानी एक बोतल पानी लगेर गएको थियौँ बाटोमै सिध्यायौँ सिध्यायौँ अनि हप्याक हुँदै गोरु थाकेको जस्तो धक्यौँ लग्यो अनि के भन्ने अरू सिका अनि के यताबाट छोडौँ अनि यता गुगल छोडौँ रहेछ भने त फेरि हौ साँच्ची कता हो बाटो अर्को बाटो रहेछ भने त फेरि हामी फेरि आलु पानै हुन्छौँ नि फेरि त साँच्ची बाइक त यताबाट गएको छ यतैबाट जाँदै कि सर्ट यतैबाट हो कि भरे यताबाट जाँदा तल फेरीमा पुग्यो भने कता जाने गर्छन् बाटो हामी कता छौँ ल भनिदिनु पऱ्यो गाइज कुन हो बाटो यो हो कि यो अनलाइन लाइभ बसेको भए पो भनिदिनु लाइभै छैन ल अहिले हामी दो बाटोमा आएको कारण अब यो दुई बाटोहरूमध्ये कुन बाटोमा जाने कुन बाटोबाट हिँड्ने भन्ने कुरा हामीलाई एकदमै कठिन निर्णय छ कसरी जाने आधा पादा कोन पादा भन्ने के बाटो कताबाट जाने भन्ने कुरा चाहिँ हामीले एकदमै कन्फ्युज भएको कारणले गाइज बताइदिनु पर्यो भनेर भन्नु त मिल्थ्यो तर के गर्नु हामी लाइभमा छैनौँ आधा पादा कोन पादा भन्छ यो बाटो चढ्यौँ चढ्नु र चढौँ न अब सायद यतै होला ल हामी चढ्यौँ यो बाटो हामी चढ्यौँ लेफ्ट साइडको बाटो हामी चढेको छौँ गाइज भरे भेटिएन भने गाइजले धुलै खान्छ